Shopping haul. चुप्पाको हल भिडियो यो चाहिँ सपिङ भिडियो होइन उनीहरूले चुप्पाले त मलाई के भन्छ उयो बनाइ हुन्छ इन्फ्लुएन्सर बनाए पनि हुन्छ कि किनभने मेरो अफिस नजिकै छ अनि म चाहिँ गइरहन्छु होइन सो फर्स्ट थिङ इज मैले रिसेन्टली किनेको चाहिँ टन्न के मैले कति त हराइ पनि सक्यो होला होइन तर लाइक रिसेन्ट पर्चेस चाहिँ दिस वान लाइक मलाई कति मन पऱ्यो कि त्यही भएर किनेको होइन सबै ऱ्यान्डम ड्रेसमा चाहिँ सुहाउँदैन तर त्यो कहिले अब समर इज हेर्ने त ए यो पनि उयो चुप्पाबाट किनेको यार राइट नखुल्ने बेलामा त कस्तो खुलिहाल्छ त वाट इज दिस बिहेभियर ओ माई गुडनेस मैले उल्लु यता खोल्छु ल खुल्यो मैले समरमा लगाउनको लागि किनेको कि यो चाहिँ अनि सर्ट्सहरूमा लगाउनलाई अब यताको त खुलिँदैन कि खुलिँदैन खुल्यो त्यो पनि मैले त्यहीबाट किनेको इट्स नाइस लाइक कस्तो अनि ब्रेसलेटहरू पनि थियो होइन यस्तो तर त्यो चाहिँ अति नै ठुलो थियो क्या ओके सो यो चाहिँ यस्तो देखिन्छ कस्तो मन परेन मलाई यतिकै टी सर्टमा त क्याजुअल देखेको तपाईँ यु क्यान इमेजिन होइन लाइक आफूले कसरी लाउने भनेर र चाहिँ यो भयो अनि अर्को चाहिँ यो ब्लसमा यो यसको स्मेल राम्रो थियो म मेकअप प्रडक्टहरू चाहिँ त्यहाँबाट किनिरहेको हुँदिनँ तर लाइक यो चाहिँ हुन्छ नि केटी मान्छेहरू हामी केटी मान्छेहरू कहिले यतिकै विदाउट रिजन केही किनिन्छ भने जस्तै आई मिन ओरेन्ज दिस डेज होइन अनि ओरेन्ज र रेड लुगाहरू चाहिँ रेडमा भएको छ अनि स्मेल राम्रो छ क्या यसको अनि मैले लगाएर ब्लस हो कि यो चाहिँ लगाएर हेरेको छु होइन लाइक राम्रो छ है अब अहिलेसम्म राति भइसक्यो एन्ड नेक्स्ट इज लाइक त्यो ननुहाएको बेलामा चाहिँ कपाल कस्तो मेसी भएर हुन्छ क्या अनि त्यसपछि यो लगायो भने चाहिँ अलिकति सम्हालिन्छ भनेर सम हाउ म्यानेज हुन्छ भनेर हो मलाई चाहिँ मनपर्छ यस्तो यस्तै टाइपको होइन यो ड्रेसहरूसँग टक्क मिलाएर लाउनलाई यतिकै पनि हुन्छ स्किन केयर गर्दाखेरि एन्ड नेक्स्ट पनि मसँग हेर्दा नै छ यो चाहिँ सट्टै किन लाउनु मिल्छ ओके यो पनि उयो चुप्पा हो म कति धेरै किनेर कहाँ गएको अहिले हल गर्ने पनि एउटै छैन अनि रिसेन्ट पर्चेसहरू मात्रै अनि यस यो मलाई मेकअपै गर्न आउँदैन कि भर्खर बिगिनर हो नि त अनि यतिकै लगाएको थिएँ मैले होइन ट्राई गरेको थिएँ त्यस्तो लङ लास्टिङ त होइन बट टिक्दो रहेछ है राम्रै टिकेको मैले चाहिँ सो त्यही हो गाइज देखाउनु आएको बाई बाई अनि म गिभअवे गर्छु भनेको थिएँ होइन मार्च 16 हो कि कहिलेदेखि मैले हालेको थिएँ भिडियो अनि 1 महिना पुग्यो भने चाहिँ लाइक 1 महिना पछि चाहिँ मेरो अलरेडी 2000 समथिङ फलोवर हुन्छ क्या अनि 3000 पुग्यो भने चाहिँ लाइक 1 महिनामा 3000 बढेर 3000 फलोवर्स एड भएर 5000 फलोवर्स पुग्यो भने चाहिँ म 3000 वर्थ इट गिभअवे गर्छु भनेको छु सो प्लिज डु फलो मी गाइज